यो फोटो हेर्नुहोस् त, यहाँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 2083 3/16 चाहिँ सबै स्थानीय सरकार, प्रदेश सरकार तथा मन्त्रालय आयोगहरूमा एउटा परिपत्र गरेको छ। त्यो परिपत्रले के भन्न खोजेको भने हामीले फाइलहरू, कागजातहरू, चिठीहरू कार्यालयमा स्क्यान गर्दाखेरि चाहिँ मोबाइल एपमा आउने स्क्यानरहरू जस्तै क्याम स्क्यानर, ओकेएन स्क्यानर, फास्ट स्क्यानर जस्ता स्क्यानिङ एपहरू प्रयोग गर्छौँ। त्यसले गर्दा चाहिँ हाम्रा डाटाहरू, हाम्रा तथ्याङ्कहरू, हाम्रा कागजातहरू चाहिँ विदेशी सर्भरमा पुग्छ। त्यो कसरी पुग्छ भनेर म यहाँ देखाएको हुन्छु, जसले चाहिँ हामीले स्क्यान गर्ने काम गर्छौँ। र त्यो स्क्यानिङमा चाहिँ यो स्क्यान गरेको फाइलहरू चाहिँ आफ्नो ड्राइभमा सेभ गरेको छ। यसले गर्दा चाहिँ यो फाइलहरू चाहिँ विदेशी सर्भर अथवा यो एप डेभलपरको सर्भरसम्म पुग्न सक्छ र हाम्रो साइबर सेक्युरिटी कार्यालयको चाहिँ महत्त्वपूर्ण कागजातमा चाहिँ अन्य व्यक्तिको पहुँच पुग्न सक्छ भनेर चाहिँ नेपाल सरकारले जानकारी गराएको छ। अब त्यसो भने यी स्क्यानरहरू जस्तै 3-in-1 स्क्यानरहरूको चाहिँ प्रयोग गर्नुपर्छ हामीले।